2082 साल असार 11 गते बुधबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 5 कोल गाउँको छ्याङ्दी खोला जङ्गलको भिरमा च्याउ खोज्न जाने गाउँलेहरूले एक्कासी नग्न अवस्थामा खुट्टा बाँधेर उदोमुन्टे पारेर रुखमा अल्झिएको अवस्थामा मृत व्यक्तिको लास देख्छन्। उनीहरू डराई डराई छेउमा गएर हेर्दा त्यो लास त्यही गाउँकी 11 वर्षीय बालिका निशा तामाङको हुन्छ। उनको अनुहारमा कयौं पटक ढुङ्गा प्रहार गरिएको जस्तो देखिन्थ्यो। घरबाट करिब 4 किलोमिटर तल रहेको भिरमा उनको शव त्यस्तो अवस्थामा आखिर कसरी पुग्यो होला? कसले ती कलिलो बालिकाको निर्मम तरिकाले हत्या गर्यो होला? आजको क्राइम स्टोरीमा हामी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका 5 कोल गाउँमा घटेको यो अत्यन्तै डरलाग्दो घटनाको विषयमा थाहा पाउनेछौँ। कृपया मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोला र भिडियो कस्तो लाग्यो अनि कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला। र मैले कथाको सार बुझाउनका लागि AI द्वारा जेनेरेट गरिएका फोटो र भिडियोहरू प्रयोग गरेको हुन्छु र साथै मैले बनाएका सबै स्टोरीहरू सत्य घटनाकै हुने गर्दछ। अब सुरु गरौँ यो डरलाग्दो निशा तामाङ हत्याकाण्ड। 11 वर्षीय निशा तामाङ गाउँकै एक विद्यालयमा कक्षा 7 मा पढ्दै थिइन्। उनी आफ्नो बुबा, दिदी र भिनाजुसँगै बस्ने गर्थिन्। उनकी आमा भने परिवारको आर्थिक अवस्था सुधार्नका लागि वैदेशिक रोजगारमा गएकी थिइन्। पढाइमा ट्यालेन्ट निशा घरको काममा पनि उनकी दिदीलाई सहयोग गर्ने गर्थिन्। हँसिलो स्वभावकी उनी सबैसँग मिलनसार थिइन्। 2082 असार 10 गते मङ्गलबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 5 स्थित कोल गाउँमा साँझ पर्नै लागेको थियो। अँध्यारो बिस्तारै बढ्दै थियो। त्यो गाउँमा बिजुली बत्तीको समस्या कायम नै थियो। निशा घरमा जानकारी नै नगराई एक्कासी साँझ घर बाहिर निस्किन्। उनी कता गएको हो भन्ने बारे उनको घरमा भएकी दिदीलाई पनि र भेनालाई पनि थाहा थिएन। उनी घर नफर्किएपछि परिवारमा छटपटी सुरु हुन थाल्यो। छिमेकी र आफन्त जम्मा भएर रातभरि टर्च बालेर खोजी भयो तर कतै केही सङ्केत भेटिएन। निशा भन्दै नभनी घरबाट प्राय कतै नजाने गर्थिन्। त्यस साँझ निशा कहाँ गइन् होला त? बर्खाको मौसम थियो, चिप्लो बाटो र जङ्गलको छेउ। निशाको दिदी र बुवा लगायत परिवारले कुनै नराम्रो नहोस्, उनी सकुशल फर्किउन् भनेर कामना गरिरहेका थिए। भोलिपल्ट यानि कि 2082 साल असार 11 गते बुधबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 5 कोल गाउँको छ्याङ्दी खोला जङ्गलको भिरमा च्याउ खोज्न जाने गाउँलेहरूले एक्कासी पुरै नग्न अवस्थामा खुट्टा बाँधेर उदोमुन्टे पारेर रुखमा अल्झिएको अवस्थामा मृत व्यक्तिको लास देखे। उनीहरू डराई डराई छेउमा गएर हेर्दा त्यो लास त्यही गाउँकी 11 वर्षीय बालिका निशा तामाङको हुन्छ। उनको अनुहारमा कयौं पटक ढुङ्गाले प्रहार गरिएको जस्तो देखिन्थ्यो। ती च्याउ खोज्न गएकाहरू अत्यन्तै डराउँछन् र तत्कालै गाउँभरि हल्ला गर्छन् र इलाका प्रहरी कार्यालय 12 विषयमा पनि खबर गरिन्छ। केही समयपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय 12 विषयबाट प्रहरी टोली आइपुग्छ। साथै जिल्ला प्रहरी कार्यालय चौताराबाट पनि प्रहरी उपरीक्षक SP रामेश्वर कार्कीको टोलीले घटनास्थललाई सुरक्षा गरी अनुसन्धान सुरु गर्छ। निशाको लास विभत्स अवस्थामा थियो। शरीरका विभिन्न ठाउँमा हिंस्रक जनावरले आक्रमण गरे जस्तो थियो भने उनको संवेदनशील अङ्गबाट रगत बगिरहेको थियो। उनको अनुहारमा कयौं पटक ढुङ्गाले यसरी प्रहार गरिएको थियो कि तपाईले कल्पना पनि गर्न सक्नुहुन्न। प्रहरीले स्थलगत रूपमा गरेको प्रारम्भिक अनुसन्धानका अनुसार बलात्कारपछि हत्या भएको आशंका गर्छ। SP कार्कीको नेतृत्वमा अनुसन्धान टोली स्थलगत रूपमा खटाइएको थियो। अब प्रहरीले वरपरको स्थलगत अनुसन्धान र स्थानीयहरूसँगको सोधपुछ पनि अघि बढाउँछ। निशाको लास जुन भिरको तल फेला परेको थियो त्यो स्थलको वरपर कुनै पनि झाडी बुट्यान माडिएको थिएन। उनको लास अलग्गै रुखमा अड्किएको थियो। प्रहरीले त्यसै कारण अनुमान लगाउँछ कि निशाको हत्या अन्त कतै गरेर भिरको माथिबाट त्यहाँ फाल्दाखेरि निशाको लास त्यहाँ अड्किएको हुन सक्छ भनेर। अब प्रहरीले यो घटनालाई जटिल केसको रूपमा लिन्छ र थप अनुसन्धान प्रभावकारी बनाउनका लागि प्रहरी प्रधान कार्यालय क्यानाइन युनिटबाट निरीक्षक कृष्ण बस्नेतको कमान्डमा 2 वटा तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिन्छ। निशाको लासलाई घटनास्थलको मुचुल्का उठाएर स्थानीय साथै जनप्रतिनिधिको रहबरमा
पोस्टमार्टमका लागि पठाइन्छ। प्रहरीले भिरको माथिल्लो भागको वरपर 2 किलोमिटरसम्मको दूरीमा स्थानीयहरूको सहयोगमा खान तलासी सुरु गर्छ। यो घटना पक्कै पनि भिरको माथिल्लो भागबाटै गराएको हुनुपर्छ र लास लुकाउनका लागि भिरबाट फालिएको हुनुपर्छ भन्नेमा प्रहरी विश्वस्त थियो। नभन्दै प्रहरीले गरेको आशंका आखिर वास्तविकतामा परिणत हुन्छ। निशाको लास भेटिएको घटनास्थल नजिकै एक स्थानीयको 3 गरा मकैबारीका बोटहरू असामान्य ढङ्गले माडिएका थिए र भाँचिएको अवस्थामा थिए। त्यहाँ वरपरका झाडी बुट्यानहरू पुरै माडिएको थियो। लाग्थ्यो कि त्यहाँ निकै ठुलो सङ्घर्ष भएको थियो। अब प्रहरीले त्यो मकैबारीको पनि सूक्ष्म रूपले अनुसन्धान गर्न थाल्छ। त्यहाँ रगत लागेका ढुङ्गाहरू भेटिन्छन्। विभिन्न साइजका चप्पल र जुत्ताका डामहरू पनि भेटिन्छन्। बर्खाको बेला भएको हुनाले राति पानी परेको कारण जुत्ताकै छाप कस्तो छ भनेर त पत्ता लाग्ने स्थिति थिएन। तर पनि त्यो जुत्ता कत्रो साइजको मान्छेले लगाएको थियो, त्यो जुत्ताको छाप कत्रो छ भन्ने चाहिँ थाहा हुन्थ्यो। त्यहाँ 3-4 वटा फरक जुत्ताका पाइलाहरू जस्ता देखिन्थे। त्यो मकैबारीको असामान्य स्थिति र फरक खुट्टाको छाप अनि निशाको लासको दर्दनाक स्थितिबाट प्रहरीले यो अनुमान लगाउँछ कि यो घटना कुनै एकले घटाएको हुनै सक्दैन, यो सामूहिक बलात्कार पछिको हत्या हो भनेर प्रहरीले आशंका गर्छ। घटनास्थलबाट बरामद गरिएको उक्त ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरिएको र शवलाई घटनास्थलबाट सारेर भिरबाट तल फालिएको प्रहरीले निष्कर्ष निकाल्छ। उक्त गाउँमा पातलो बस्ती भए तापनि टाढा टाढाबाट पनि घटनास्थलमा धेरै नै स्थानीयहरूको भिड जम्मा भइसकेको थियो। त्यही वरपरका त आउने नै भइहाले। घटना अनुसन्धानका क्रममा प्रहरीसँगै खान तलासीमा डुलिरहेका एकजना युवकको हाउभाउ अलिक असामान्य जस्तै देखिन्थ्यो। घटनाको बारेमा यस्तो पो भएको हुन सक्छ भन्दै थुप्रै काल्पनिक कुराहरू गरेर प्रहरीलाई म्यानुपुलेट गराउन खोजेको प्रहरीले अनुमान लगाउँछ। अब ती एकजना युवक प्रहरीको शङ्काको घेरामा पर्छन्। घटनास्थलको अवस्थाले एकजनाले मात्रै यस्तो अपराध गर्न नसक्ने त देखिन्थ्यो, तर प्रहरीले ती एकजना स्थानीय युवकमाथि तत्कालै केही एक्सन लिने भन्दा पनि पूरा प्रमाण पुर्याएर मात्रै पक्राउ गर्ने बारे गोप्य योजना बनाउँछ। अब प्रहरीले अनुसन्धानका लागि काठमाडौँबाट ल्याएको तालिम प्राप्त कुकुरलाई रगत लागेको ढुङ्गा सुँगाएपछि उक्त कुकुर सिधै शङ्कास्पद व्यक्तिको घरसम्म जान्छ। जब त्यो कुकुरले युवकको घरमा पुर्याउँछ र युवकले घटनामा संलग्न हुँदा ताका लगाएको कपडा भेट्टाउँछ। त्यसपछि त्यो युवकलाई प्रहरीले नियन्त्रणमा लिन्छ र उसको घरको खानतलासी सुरु गर्छ। तब प्रहरीले दरिलो प्रमाणका रूपमा अझै घटनाका बेलामा लगाइएका अन्य कपडाहरू समेत उसको घरमा फेला पार्छ। उनले आफूलाई निर्दोष देखाउन प्रहरीलाई विभिन्न कुराहरू गरेर म्यानुपुलेट गर्न खोज्दा पनि काठमाडौँबाट ल्याइएका तालिम प्राप्त कुकुरहरूले घटनाको अनुसन्धान गर्न थालेपछि उनी हतार घर गएर नुहाएका थिए। यी सबै कुराहरू प्रहरीले सूक्ष्म तरिकाले नजिकैबाट नियालिरहेको थियो। निमा तेन्जिङलाई पक्राउ गरेपछि प्रहरी चौकीमा लगेर कडाइका साथ सोधपुछ गरिन्छ। प्रहरीले सुरुमा धेरै नै प्रेसर दिएर सोधे पनि उसले केही जवाफ दिएको थिएन। पछि प्रहरीले अनुसन्धानको तरिका बदल्छ र भन्छ कि साँचो कुरा भन्यौ भने हामी तिमीलाई सहयोग गर्छौँ भनेर। यसरी आश्वासन दिए जस्तो गरेपछि अन्ततः निमाले यो घटनामा आफ्नो संलग्नता मात्रै स्वीकारेनन् कि उसले जसरी बयान दियो त्यो सुन्ने प्रहरीहरू नै छक्क परेका थिए। निमाको बयानलाई आधार बनाएर थप अनुसन्धान गर्दै प्रहरीले निशाको हत्यामा संलग्न भएको आरोपमा अन्य 4 जना गरी जम्मा 5 जनालाई पक्राउ गर्छ। पक्राउ पर्नेमा सोही ठाउँका 21 वर्षीय निमा तेन्जिङ तामाङ, 22 वर्षीय वाङनिमा तामाङ, 32 वर्षीय नामग्याल शेर्पा, 20 वर्षीय दावा तामाङ र 22 वर्षीय लाक्पा पासाङ तामाङ थिए। दर्शकवृन्द, घटनाको बारेमा उनीहरूले जुन बयान दिएका थिए त्यो सुन्ने जो कोहीको आङ नै सिरिङ आउनेछ। स्थानीय युवाहरूमा पनि मानव रूपी दानवको व्यवहार कसरी आयो भनेर सबै चकित परेका थिए। उनीहरूले दिएको बयानका आधारमा खास घटना भएको साँझ यानि कि 2082 साल असार 10 गते साँझ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 5 कोल गाउँमा अन्धकार बढिरहेको थियो। गाउँमा बिजुलीको समस्या थियो। केही दिनदेखि लाइन आएको थिएन। त्यस साँझ निशाको बुवा पदमबहादुर तामाङ घरमा थिएनन्, तर निशाको दिदी रिया र दिदीको श्रीमान भने घरमै थिए। निशाको घरमा मोबाइल चार्ज गर्ने ब्याट्री थियो।
मोबाइल चार्ज गर्न भनी 32 वर्षीय गाउँकै युवा नामगेल शेर्पा निशाको घरमा जान्छन्। नामगेलले निशालाई आफ्नो फोन चलाउन र टिकटक हेर्ने भए हेर भन्दै चलाउन पनि दिन्छन्। निशासँग आफ्नो फोन थिएन, त्यसैले नामगेलको फोन चलाउन पाउँदा खुसी हुँदै निशाले फोन चलाउँछिन्। यति बेलासम्म बेलुकीको 9 बजिसकेको हुन्छ। नामगेलको फोनमा गाउँकै 21 वर्षीय निमा तेन्जिङ तामाङको फोन आउँछ। निशाले त्यो फोन उठाउँछिन्। निमाले उताबाट त्यो फोन घरको मुनि मकैबारीसम्म ल्याइदिने आग्रह गर्छन्। निशाले पनि आफ्नै गाउँको, त्यसमाथि पनि एउटै सन्तानभित्रको दाइले भनेपछि निसङ्कोच फोन लिएर जान्छन्। उनीहरू निशाले दिनै देखिरहने तल्लो घर पल्लो घरका दाइहरू पनि थिए, जो निशाले हुर्किँदादेखि नै देखिरहेकी थिइन्। उनी कसैलाई साथी नलगी, घरमा पनि जानकारी नगराई फोन लिएर विश्वासका साथ गएकी थिइन्। तर ती नातामा दाइ पर्नेहरू, छिमेकी युवकहरूले निशाको विश्वासको फाइदा उठाउनेवाला थिए। निशा बारीमा फोन लिएर पुग्दा उनीहरू रक्सीको नसामा मातिएर लट्ठ परिसकेका थिए। उनीहरूले आफ्नो नातागोता साइनो सबै भुलेर निशामाथि नराम्रो व्यवहार गर्न थाल्छन्। यी कलिली बालिका निशालाई ती 5 जनाले पालै पालो 3 गरा मकैबारी माडिने गरी पिट्दै मुख थुनेर जबरजस्ती करणी गर्छन्। 21 वर्षीय बालिकाले 5 जनाको करणी सहन सक्दिनन्। करणीको पीडा सहन नसकेर निशा बेहोस हुन्छन्। करणी गरिसकेपछि अब फसिन्छ होला भन्ने डरले उनीहरूले निशाको हत्या गर्ने योजना बनाउँछन् र निशाको शलले उनको घाँटी थिचेर हत्या गरिदिन्छन्। निशाको मृत्यु भएपछि पनि उनको अनुहार अब कसैले नचिनोस् भनेर टाउको र अनुहारमा कयौं पटक ढुङ्गाले प्रहार गरेर छतबिछत बनाइदिन्छन्। त्यसपछि लासलाई लुकाउनका लागि उनीहरूले घटनास्थलबाट करिब 500 मिटर पर लगेर छ्याङ्दी खोला जङ्गलको भिरबाट निशालाई तल फाल्दिन्छन्। त्यही दिन दिउँसोसम्म हाँसी खुसी स्कुल गएकी निशा अब त्यो संसारमै थिएनन्। ती मानवरूपी दानव आफ्नै दाइ पर्नेहरूले उनको फूल जस्तो जीवन, आफ्नो जवानीको हवस पूरा गर्नका लागि सधैँका लागि अन्त्य गरिदिन्छन्। प्रहरीले सार्वजनिक गरेको विवरणमा जुन कुरा लेखिएको छ त्यसले तपाईँलाई फेरि एकपटक झस्काउनेछ, किनकि उनीहरूले आफ्नै गाउँको नाता पर्ने 11 वर्षीय बहिनीको बलात्कार गर्ने योजना केही दिन अगाडिदेखि नै बनाएका हुन्छन्। उनीहरूले त्यो दिन स्वास्थ्य चौकीबाट कन्डम ल्याएको रहस्य पनि बाहिर आएपछि जो कोही चकित परेका थिए। रक्सी खाएर सामूहिक रूपमा असार 10 गते मङ्गलबार राति 10 बजे घटना घटाई आफ्नो घर गएका थिए। त्यो बेलुकी उनीहरूमध्ये केही भने निशालाई खोजबिन गर्न सघाएको जस्तो नाटक पनि गरिरहेका थिए। भोलिपल्ट बिहानसम्म निशा घरमा नफर्केपछि, कतै फेला पनि नपरेपछि निशाको दिदी रिया तनावमा थिइन्। सबै गाउँलेहरू सँगै अघिल्लो दिन निशाको हत्यामा संलग्न 5 जना निशाको खोजी गर्न गाउँलेसँगै नाटकीय रूपमा लागि परेका थिए। प्रहरी आएपछि उनीहरू केही हच्किएका थिए। हत्यामा संलग्न निमाले त प्रहरीलाई यस्ती बालिकालाई यसरी मार्नेलाई त झुन्डाएर मार्नुपर्छ सर भन्दै हिँडेका थिए। पक्राउ परेका 5 जना आरोपीहरूले उनीहरूले गरेको अपराध स्वीकार गरिसकेका छन्। प्रहरीले उनीहरूमाथि जबरजस्ती करणी, सामूहिक बलात्कार र कर्तव्य ज्यान सम्बन्धी जघन्य अपराधमा मुद्दा दर्ता गराएको छ। जिल्ला अदालतबाट म्याद थप गरी उनीहरू पूर्वपक्षका लागि थुनामा पठाइन्छन्। दर्शकवृन्द, यो घटना केवल एउटा हत्या थिएन, यो छिमेकी र चिन्जानकै मानिसबाट बालिकाहरू कति असुरक्षित छन् भन्ने उदाहरण थियो। 5 जना मिलेर एउटी अबोध बालिकामाथि गरेको त्यो क्रूरताले सिङ्गो सिन्धुपाल्चोक स्तब्ध बन्न पुग्यो। प्रहरीको सक्रियता र तालिम प्राप्त कुकुरको शक्तिले अपराधीहरूलाई उम्कन त दिएन, तर कोल गाउँको त्यो छ्याङ्दी खोलाको भिरले अझै पनि एउटा निर्दोष प्राणको चित्कार सम्झाइरहन्छ। तपाईहरू सबैलाई लागिरहेको छ होला कि नेपालमा यस्ता क्रूर अपराध गर्ने अपराधीहरूलाई फाँसीको सजाय दिने कानुन किन बन्न सकेको छैन होला भनेर। यदि तपाईँ कसैलाई पनि यो घटनाको बारेमा थप कुरा जानकारी भए कमेन्टमा जानकारी गराउन सक्नुहुन्छ। र यो घटनाको बारेमा अझै थप जान्न मन छ भने हामीले समाचार लिङ्कहरू डिस्क्रिप्सनमा राखिदिएका छौँ, त्यहाँ गएर पढ्न सक्नुहुन्छ। र हामी सधैँ भन्ने गर्छौँ, अपराध र अपराधीको न त कुनै नाता सम्बन्ध र साइनो हुन्छ, न त अपराध र अपराधीलाई कुनै लाज र डर नै लाग्ने गर्दछ। तसर्थ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सधैँ आफू र आफ्नो परिवारको सुरक्षामा ध्यान दिनुहोला।
यदि तपाईँ आफै अप्ठ्यारोमा पर्नुभएको छ अथवा असुरक्षित महसुस गर्नुभएको छ भने नेपाल प्रहरीलाई 100 नम्बर डायल गरी तत्काल जानकारी गराउनुहोला। यस्तै यस्तै क्राइम स्टोरी हेर्न चाहनुहुन्छ भने मेरो च्यानल सब्स्क्राइब गरी बेल आइकन दबाउन नबिर्सिनुहोला। आजलाई द रियल क्राइम स्टोरी यति नै। अर्को हप्ता यस्तै डरलाग्दो क्राइम स्टोरी लिएर आउने बाचा गर्दै म प्रस्तोता आशिष ठकुरी बिदा माग्छु। हस्त नमस्कार। जय नेपाल।